Devkumari Khatri was terrified of strangers, and each time new people visited her village, she hid inside her house, afraid she might have to speak to them. A widow accused of killing her husband, she was despised and discriminated against by the people in her village. मेरो श्रीमान नसा पानी खानुहुन्थ्यो नि धेरै अनि उहाँको दिमाग त्यही नसा पानी ठीक थिएन अनि उहाँको बित्ने कुराहरू 54 साल 2054 साल Moti Buratoki and Dev Mati Khatri are also widows and part of a women's support group of 29 members. श्रीमान बित्या त आज बिरामी भएन भोलि बित जानुभयो केही औषधि केही गर्न पाइएन बिरामी त्यस्तै पेट खायो भन्नुहुन्थ्यो थोरै कमी नि के हुन्थ्यो र भन्दै मृत्यु भए थाहै भएन श्रीमान पराजी हुनुहुन्थ्यो दण्डको बेला थियो यिनीहरूको घटनामा पर्नुभयो. With the support of Christian Society Development Campaign, a UMN faith-based partner, widows in the village of Saleh were mobilized into a support group to encourage one another through their grief and the related domestic and community problems that result following the death of a husband. जुन समुदायमा एकल महिलाहरू छन् र हाम्रो चर्चमाहरू पनि त्यस्तो एकल महिलाहरू धेरै आउने भएको कारणले समस्यामा यो द्वन्द्वको बेला उनीहरू समस्यामा धेरै परे अनि त्यो बढी परेको कारणले उनीहरु माझमा के काम गर्नुपर्छ अब उनीहरुको जीवन स्तर अब माथि उठाउनु पर्छ र उनीहरुलाई आत्मनिर्भर बनाउनु पर्छ र उनले आफ्नो हक अधिकारको कुराहरू पनि सुनिश्चित हुनुपर्छ उनीहरुको त्योमा उनीहरुलाई त उत्साह दिनको निमित्त हामी मोटिभेट भयौं. त्यो बेलामा अब बच्चा सानो भयो अनि घर जाने पनि अब नराम्रो गरे नि अब दुःख धेरै पाइयो. The group has since evolved and grown, operating a savings scheme where group members can take loans and start up small income generation businesses. In addition, the women have started a vegetable gardening venture to help boost their income. यो संस्थाहरू हाम्रो समाज अगाडि बढाउन पाएपछि कसैले व्यापारहरू हुन्छ नि सर कसैले कुखुरा पालन कसैले बाख्रा पालन कसैले उ गर्ने घुम्ती पसलहरू कसैले च्याउ खेतीहरू भर्खरै राछौं सर हिजोहरू देख्नुभयो त्यस्तै गर्न पाए यस्तै अगाडि बढ्नमा सिक्न पाए सिकाउन पाए हुँदो भन्ने लाग्छ. पहिले भन्दा अहिले अलि आम्दानी भएको छ. The group was recently awarded a prize of 1,500 rupees for their hard work and contribution to their community by the local district administration office. This award has motivated them to want to do more. घर दितो राख्थे के गर्थे अहिले हाम्रो संस्थाले घर दितो राख्दैनन् अब त आफू सक्रिय हुन सक्छ. हाम्रो मन दुखेको मन अलि त सन्तोषमा पनि जाने रहेछ भन्ने लाग्छ. एउटा फाइदा पनि हुने रहेछ हामी सबै मिलेपछि कामको लागि पनि. Today, Devkumari Khatri speaks confidently to strangers, and as the chairperson of the women's group, she is optimistic and full of hope about its future. पहिलो त सर हामी कोही हजुरहरू आउँदा हामी कहाँ के हो कस्तो हो भनेर हामी डराउँथ्यौं अनि यो कुरामा फेरि हाम्रो के थियो भने यो संस्थालाई के गर्छ यसले के फाड्छ हामीलाई दुःख दिन्छ कि पैसै दिँदो होला भन्ने सोध्थ्यौं नि सबैले. अहिले त हामीले सबैसँग भेट हुन अनि काखोकाको मान्छेसँग भेटभाव गरेर कुरा गर्न दुःख सुख कुराहरू दिन पाउन सक्यौं.